आज म तपाईलाई देखाउँछु मेरो अर्चिडमा कति थरीको फ्रुट प्लान्टहरु छ। यो तपाईले इनिशियल स्टेज हेर्नु भएको पहिला चाहिँ, अनि यो यसमा दुई थरीको प्लान्टहरु छ। एउटा चाहिँ स्वीट एप्रिकट अनि अर्को चाहिँ प्लम भन्ने चाहिँ। यो सुरुको भिडियो हेर्नु भएको थियो नि, त्यो चाहिँ इनिशियल स्टेज थियो फ्लावरिङको। अब यो चाहिँ फुल फ्लावरिङको बेला हो। अनि यो चाहिँ मेरो प्लमको प्लान्ट हो। यसमा चाहिँ त्यो मधुमक्खीले चाहिँ पोलिनेसनको काम गर्दैछ के। अनि यो चाहिँ ठुलो चाहिँ आडो हो। यो इनिशियल स्टेजमा ग्रीन टिप स्टेजमा छ यो चाहिँ। अनि त्यसैगरी नेक्स्ट चाहिँ हाम्रो त्यो प्लान्टहरु थियो जसमा यो ग्राफ्टहरु गरेर अर्को वर्षलाई चाहिँ ग्राफ्टिङ गरेर यसमा ठुलो प्लान्ट बनाउने। यसरी हामीले काट्यौं यसलाई। यो प्लमको प्लान्ट हो। प्लमको स्टिक ल्याएर चाहिँ अर्को सिरगुल भन्ने प्लान्टमा चाहिँ त्यसरी ग्राफ्ट गरेको। यसरी बीचबाट काटेर अनि त्यसलाई चाहिँ यसरी मिलाएर अनि प्लास्टिकले बेरेर त्यसलाई बाहिरबाट यसो राम्रोसँग पानीको मोइस्चर नजाओस् भनेर, पानी यताउति पर्यो भने यो फेरि कुहिएर जान्छ के। त्यसरी मजाले त्यसरी बानेको। अनि मेरो भिडियोहरु राम्रो लाग्छ भने शेयर गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। अनि ग्राफ्ट गरिसकेपछिको प्लान्ट चाहिँ यसरी के। अनि नेक्स्ट चाहिँ म तपाईलाई देखाउँछु। यो चाहिँ मेरो एप्पलको प्लान्ट हो, त्यो पछाडी म उभिएको। अनि यो चाहिँ चेरीको फ्लावरिङको इनिशियल स्टेज हो। यसमा अहिले सिल्भर टिप छ। हवस्, भेटौँला नेक्स्ट